Hi, welcome back to my new video. स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ जाँदैछौ हामी अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। 99 शप। ल गाइस, मैले मुख पनि धोइसके। यो राम्रो छ के फेस वाश। मैले फेस वाश के पो छ हौ, कुन फेस वाश हो मलाई त्यो चाहिँ नाम थाहा छैन। यो यसले मुख धुन लाएदेखि चाहिँ मेरो यो पिम्पल अनि त्यसपछि यो के भन्छ धेरै ओइली हुन्थ्यो, त्यो चाहिँ गएको छ भनौं। ओके, अब हामी दाँत धोयौं। दाँत सात टलक्क टल्काएर कपडा सबडा टलक्क टल्काएर ओह माय गॉड झल्काएर अब हामी जाँदैछौँ एकान्त कुना। एकान्त कुना किन जाँदैछौँ भनेपछि हामी त्यहाँ 99 को सामान किन्न जाँदैछौँ। हामी अफोर्ड गर्न सक्ने भनेको त्यही मात्रै होला। त्यहाँ जानुको मुख्य कारण चाहिँ मेकअपको सामान ल्याउनु हो, जो मसँग 1 रुपैयाँ 1 रत्ती पनि केही छैन। मसँग मेकअपको नाममा मेकअपको होइन होला, त्यो त स्किन केयरको लागि फेस वाश र मोइस्चराइजर मात्रै छ। सबैसँग हुन्छ होला। मेकअपको नाममा मसँग लिपस्टिक पनि छैन। साथी, म के ल्याउँछु त्यो पनि हेर्नुपर्छ ल। म वहाँ गएर तपाईहरुलाई देखाउँछु पनि, तर गाडी कहाँदेखि लाग्छ। अब सुन्दारा पुगेर मात्रै थाहा हुन्छ त्यो त। यहाँ हाम्रो गेमर टोन्डे गेमर आएछ क्या, भिराजवाले युट्युबर। माय गॉड, टोन्डे गेमर को आइपुग्नु भयो। हजुर, फेरि आएछ टोन्डे गेमरले। एकन हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। हामी यहाँबाट निस्किसक्यौं। अब हामी सिधै त्यहाँ पुगे पछाडि भिडियो बनाउँछु। आज म के लान्छु सबै। आइसक्रिम खानु यिनीहरूले भनेको होइन, म आइसक्रिम धेरै खान्छु रे होइन। के भने त्यस फेरि भन्छ वान्स मोर। यसलाई आइसक्रिम खानेको चिन्ता छ, मलाई कार कसरी किन्नु भन्ने कुरा चिन्ता छ। द्याट इज डिफरेन्ट म्यान। नखरा यु आर सो नखरा आइसक्रिम त मलाई जसले जति दिए पनि म खान सक्छु होला क्या, त्यस्तो हो। बिना दिए आइसक्रिमलाई म एउटा घर जाने पहिला अनि घर जग्गा छ कि नै बेच्ने त्यो पुगेन भने किटी पनि बेच्ने एउटा कि एउटा। सो हामी आइसकेका छौँ ल, के भन्छ एकान्त कुना होइन, चोकमा। अब हामी जाँदैछौँ। मेरो पैसा सक्नु होइन सुरिन्दे। उता होला, उता त्यहाँ हो हामी जानुपर्ने। हाय गर्मी, कितना गर्मी है भाई, मैं क्या बताऊं। हाँ यतै हो। हामी वहाँ नक्सलदेखि आएको छौँ। गर्मी कति छ वर्षा? कुरा नगर गर्मी कति छ? गर्मी 0.92। सो हामी फाइनली आइपुग्यौँ। ओ माय गॉड, यति धेरै सामानहरू रहेछ। एक्सक्युज मी, भिडियो पनि बनाउन मिल्छ है? मिल्छ रे। ओ खास गरी सुरज नै मैले यो लिन आएको कि यहाँ आइज न। वाउ, यो पुरै देखाइदिएछ यसरी। Look at this. खै एकछिन योहरू भयो। राम्रो लाग्यो तँलाई? एउटा लान्छु त्यो चाहिँ। यो पनि है, यो पनि ठिक छ। मसँग छन चाहिँ यस्तोहरूमा। वाउ, यो राम्रो है। राम्रो देखियो। यो त बच्चाहरूको लागि होला आई थिङ्क। अनि यो क्यान्डल रहेछ है, यो सेन्टेड क्यान्डल। वाउ, बास्ना सुन्छ दामी छ। एकचोटि पहिला हेरौँ अनि त्यस पछाडि म छान्छु ल। खै नेल, तर यो नेलहरू त जान्छ नि त।
पहिला एकचोटि सर्ट हेरौँ होइन भिडियो बनाऊ अनि त्यस पछाडि अनि म लिन्छु सामानहरू मैले गायलाई भन्दा मलाई यस्तो पनि अलिक सादा खालको चाहिएको यस्तो लैजाएको को लिपस्टिक यो कलर नै सबै अब म सामान लिन्छु आइफोन यो मैले चाहिँ उसमा देखेको थिएँ कि त्यो मोबाइलमा होइन मतलब भिडियोमा खोल्न मिल्दैन रहेछ तर अगाडि चाहिँ होइन यहाँभित्र चाहिँ आइसारो हो कि के छ के आई थिङ्क त्यस्तो छ है तैँले देखेको थिइस् मैले पनि त्यस्तो देखेको थिएँ उसमा उहाँले देखाउनु भएको थियो नि त ए यहाँ रहेछ त्यो चाहिँ देखेर आएको थिएँ म अनि मेन चाहिँ त्यो परान्दा भयो होइन मैले के लाने हो मैले बिर्सिसकेँ घरदेखि के लान्छु भनेर आएको थिएँ मेरो दिमागैले काम गरिरहेको छैन यति धेरै सामान देखेर यस्तो गरौँ जोमा मेन देखिन्छ त्यो चाहिँ उठाउँदै गरौँ ल यो लान्छु यो धेरै कालो छ यसलाई गोरो बनाउनलाई ब्ल्याक मार्क्स नै लगौँ ए नै लगौँ जस्तो लागेको छ है एउटा चाहिरहेको छ कि एउटा यो लान्छु मेरो अनुहार कालो न कालो भएको छ त्यसलाई गोरो बनाउनको लागि अनि यो सेरम ओ एकछिन यो समात त बाबु यो समात यो सेरम फेसको लागि होइन कस्तो केटी जस्तो देखेको यस्तो पनि गर्न राम्रो 799 गाइज यो मन पर्यो 500 पर्दा रहेछ गरिब भिखारी छु म कसरी निकाल्ने आउँछ नि मान्छेहरू कसरी निकाल्ने त त्यसरी होइन होला बिग्रेको छ कि है फाइनल सन्चै हुनुहुन्छ एकदम सन्चै हुनुहुन्छ मेरो भिडियोको लागि केही भन्दिनँ नमस्ते हजुरको नाम सोहिता के च्यानल सोहिता चन्द च्यानल हजुर सबैजनाले सोहिता चन्द च्यानललाई अहिले नै सब्सक्राइब गर्छु अनि फेसबुकमा सेयर पनि गर्छु है र कसले गर्छु हजुरलाई उदी मैले हजुरले मोबाइलमा देखिरहेको के यस्तो साउन्ड होइन हजुर रियलमा सुन्दाखेरि थ्याङ्क यू हेलो नमस्ते धन्यवाद म नक्सलदेखि अनि हाम्रो सर म्याम सबै नक्सलदेखि नै आएको अनि फर्स्ट टाइम म यो 1 वर्ष अगाडि आएको थिएँ 1 वर्ष अगाडि अनि मैले हजुरलाई पनि सोधेको थिएँ तर त्यतिखेर चाहिँ हजुर हुनुहुन्थेन म यताउतैनिर आएको हुन्छु अहिले हाम्रो पहिला त अब यहाँ ज्वेलरीहरू पनि थियो होला 1 वर्ष अगाडि अहिले चाहिँ हाम्रो यो 2 नम्बर सप हो अनि उतापट्टिको 3 नम्बर सप हो अहिले भ्लग हेर्दै हुनुहुन्छ उतामा आउने सोच्दै हुनुहुन्छ भने हामी अहिले 2 नम्बर सपमा छौँ 1 नम्बर सप चाहिँ हाम्रो रोड पारी छ र त्यहाँबाट 2 नम्बर यो भयो अनि त्यसपछि ज्वेलरी 3 नम्बर सप छ अनि कपडा पसल चाहिँ 4 नम्बर सप हो एकदमै स्वागत छ अनि कस्तो लाग्यो म्याम हजुरलाई एकदम राम्रो म त मेन चाहिँ आज खास यो लिनु आएको कि लिनु आएको 199 फ्रम स्टार्टिङ 199 जो वर्ल्डकै फर्स्ट प्राइज हो यो अहिलेसम्म यो रेटमा आएको छैन हामीले लिएर आएको छौँ त्यहाँबाट होला फर्स्ट त्यहाँदेखि होला त्यहाँबाट छ जो 500 नर्मल पर्छ हाम्रोमा 199 प्राइस क्वालिटी कस्तो लाग्यो एकदम राम्रो बेस्ट लेखेकै छ
एकदम राम्रो लाग्यो मैले सामान लगिसकेँ अब म जान्छु होला यो हाम्रो त्यो बाहिर 3500 पर्ने वालाहरू पनि यहाँ चाहिँ जम्मा 999 मा छ अनि अहिले कश्मीरी पनि आएको छ ए यो कश्मीरी हो कश्मीरी परान्त नेपालमा आएको छैन नेपालमा पहिलोचोटि आएको कश्मीरी ए र कश्मीरी झुम्का जो 800 रुपियाँ पर्छ अहिले समर बम्पर अफर मात्र 299 मा ए हो यस अनि कश्मीरी चुरा जो हजुरको 800 रुपियाँ पर्छ अहिले चाहिँ उडी जुत्तामा समर बम्पर अफर मात्र 199 मा 8 वटा पिस यस मैले लगेको के 600 मा अघि कति तपाईँले 3 जो सेट पाउनुहुन्थ्यो त्यो रेटमा त्यही भएर प्राइस इज लेस क्वालिटी इज द बेस्ट उडी चुप्पा एकान्त कुना ललितपुरमा हजुरलाई स्वागत छ पैसा बचाउन चाहनुहुन्छ भने यही आउनुहोस् हजुरले आउन सक्नुहुन्छ थ्यांक यू हामीहरूले भेटी पनि सक्यौँ होइन उनीहरूलाई पनि अब हाम्रो सामान पनि लिएर अब घरतिर जाउँ म चाहिँ केही होइन म एउटा राखियो सामान ल्याउने होइन भरिया बोक्ने मान्छे हो म सामान ल्याउँछु के चाहिन्छ हजुरहरूलाई सेवा गर्नको लागि सामान लिएर आउँछु अल आवर टिम हामी सबै बडी पार्ट्सहरू छौँ र हामी सबैको हो यो भोलि मरेर लाने केही छैन हेर्नु यही माया हो अनि जो माया दिनुभएको छ त्यसलाई धन्यवाद जाम उयो आइज अब मेरो सामान पुगिसक्यो म जान्छु अब यो चाहिँ लानु कि नलाने म कन्फ्युज छु के लाने हो यो ए मेरो पैसा वेलकम थ्याङ्क यू ल हामी जाउँ बाई बाई आजको लागि यहाँ बाहिर पनि रहेछ है ओ मलाई त्यो कम तर बाहिर रहेछ यो चाहिँ यो वाला के सानो त्यो मेरो जेल छ नि त्यसले सानो मेरो कपाल छ नि त त्यसको लागि यस्तो गर्नुलाई एउटा लगौँ दुईटामा हो ए म लिएर आउँछु ए ओ यहाँ त्यो दुईवटा रहेछ यो दुईवटा पाइँदो रहेछ 99 मा मलाई थाहा थिएन ए त्यो चाहिँ त्यो उसको लागि प्राइस हेरेर यहाँ 6% ओ होलसेल त ल्याउन लाने यता ज्वेलरीमा जानु होला उता पनि छ के कश्मीरी चुरा त्यही त छ ए त्यसमा छ कश्मीरी ए हो ए हस् थ्याङ्क यू जान्छु नि थ्याङ्क यू फेरि फेरि आउँछु ल फेरि फेरि आउँछु च्यानलमा तपाईँहरूलाई स्वागत छ भन्ने हो कि भन्नु भन्नु हामी सबैको म्याम सक भइसक्यो के देखेर भन्छ त यो काइङ यो कम भन्छ कि काइङ भन्छ यो देखेर दुईटामा आउँदा रहेछ म एउटा लिएर भित्र गएको थिएँ कि हाम्रोमा चाहिँ अफकोर्स उडी तुप्पामा आइसकेपछि यति सक चाहिँ हुनै पर्छ ल हुन्छ जाउँ जाउँ यही कश्मीरी झुम्का चाहिँ छोड्दै नछोड्नु होला अफर बम्पर अफर के छ अफर चाहिँ उडी तुप्पामा म एउटा कुरा हजुरहरूलाई जानकारी गराउन चाहे उडी तुप्पामा अफर सधैँ हुने गर्दछ जो एमआरपी रेटमा हुन्छ जो सामान एमआरपीमा हुन्छ जस्तै मानिलिउँ म हजुरहरूलाई फेरि भित्र लिएर जान्छु 1 मिनटको लागि आउनु होला आउनुहोस् जस्तै मानौ यो हजुरको लेभनको सिरम हो यो मेरो कम्पनी होइन यो कम्पनी जो मार्केटमा मन पराउनु भएको कम्पनी हो यसको एमआरपी 247 छ भनेको 395 रुपिस नेपाली हामीले 95 रुपिस डिस्काउन्ट दिएको छौँ है हजुर आफै क्याल्कुलेट गर्छु कति पर्सेन्ट जो हजुरले होलसेलमा गएर किन्नुहुन्छ र पसलको लागि त्यो रेटमा चाहिँ हामीले डाइरेक्ट रिटेलमा दिएको छौँ कतिजना पसलबाट सोचिन्छ कि होलसेललाई पनि सामान छ कि छैन पसलको लागि छ कि छैन हामीलाई रेट भन्छिन्छ हजुरले 95 रुपिस हजुरले होलसेलमा गएर पनि डिस्काउन्ट पाउनुहुन्न उडी चुप्पामा पाउनुहुन्छ रिटेललाई त मालामाल भइहाल्यो है यस्ता धेरै कुराहरू छन् जस्तै स्याम्पू भयो 600 छ हामीले मात्र 499 ल्याएको छौँ एउटा स्याम्पू जो एउटा नर्मल स्याम्पू डेली युज गर्छौँ त्यसमा पनि 100 रुपिस डिस्काउन्ट छ सो उडी चुप्पामा सधैँ अफर हुने गर्दछ अफर सधैँ र बम्पर अफर समर बम्पर अफर अब लगन बम्पर अफर त्यसपछि आउँछ साउन्ड बम्पर अफर
तीज बम्पर अफर, दसैँ बम्पर अफर, तिहार बम्पर अफरका लहरहरू त चल्दैछ। त्यस कारणले एकदमै स्वागत छ उडी चुप्पा एकान्तमा ललितपुरमा हजुरहरूलाई। उडी उडी चुप्पा उनान्सेमा ल्याउनुहोस् चुप्पै चुप्पा हस् थ्याङ्क यू। ल फेरि आउँदै गर्छौँ है। हाई बाई बाई सबैजनालाई। कहाँ गयो हाम्रो साथीहरू? ओए मेरो साथीहरू यहाँ छुटिसकेछन्, हामीलाई थाहै छैन। ओए मलाई सागहरू ल त के भन्न चाहन्छौ? गाईलाई चाहिँ भलक बनाउन आउँदैन, यसलाई चाहिँ भलक यस्तो गरेर भनेपछि देखि यो सेक्सनदेखि चाहिँ यो लगेर गइसके पर्छ। अझ त्यहाँ चेक गर्दैछ के लाने हो कुन जुन हेऱ्यो त्यही राम्रो छ, तर के गर्नु यता आइदैन। मैले एउटा ठाउँमा एउटा चिता देखेको थिएँ, आइदैन। म पछि म गर्छु लाउन पाउँछु। अढाईमा नै सुनभन्दा कम छैन, अढाईमा कश्मिरी हो, कश्मिरी हो। तर यो 400 रहेछ। 400मा पाउँदो रहेछ यस्तो राम्रो। तपाईँले चाहन्छ भने किन आउनुहोस्। गिफ्ट हानिदिन्छु तँलाई म। कसलाई? तँलाई मलाई कमला साले कहिले गिफ्ट हानिदिएको छ र म अहिले आज छान्न म हानिदिन्छु। गाया उयो त्यो होइन, मैले चाहिँ यो देखेको थिएँ कि यहाँ हेर्न, योवाला चाहिँ चिरा चाहिरहेको थियो मलाई। किन्दैन बरु योवाला लैजा लैजा रे के? साँच्चीकै? हजुर साँच्ची हो? गफ लगाउँछ मलाई आशा। तिर्ने तैँले हो, त्यो बाहिर गएर तिर्ने मैले होला। कस्तो चल्छु किन्दैन लैजा के दिदा के यस्तो राम्रो। गाइस हामी सामान किनेर आइसक्यौँ। मैले सामान छान्दाखेरि म नबोलेको भएर यसलाई साह्रै पिर परेको हो। माई गड यति साह्रो पिर परेको कि जति मलाई परेको थिएन। भिखारी देखाउँछ के? भिखारी पारा देखाउँछ यार। वासको त म देखिहाल्छु नि अहिले, त्यसलाई हाने पनि। म अहिले लास्टमा भिडियोमा देख्दिनँ यस्तो रिस उठ्ने। के गराएन बाच्यो अँ म केही त्यस्तो गर्छु। ओए अब हामी कलिङ्गी जाउँ। किन? कुर्ता किन्न? यस गफ दिएको साथीहरू। अब त घर जानुपर्छ, थाकिसके। ओ गर्मी यति छ। Look at this ice cream. कस्तो मर्छ यार, आइसक्रिम पाउँछ हो? बरफ आगोको गोला पाउँछ। बरफ पाउँछ होइन, आगोको गोला पाउँछ। गोला के छ? आइसक्रिम छ, चोको छ, कुल्फी छ। चोकोबार खानुपर्छ कि क्या हो? ओए मलाई साग बढी बोल्छस्। ए एउटाको कसरी? 70 हो। म चाहिँ खान्छु, तिमीहरू खान्छौ? खाँदैनौ? उसलाई एउटा तपाईँ नि खानु मन पर्दैन? मेरो गोजीबाट पैसा निकाल त बाबु। पैसा त कहिले तिर्दैनस्, ठिकै छ त्यही पनि। फेरि त पनि 370 को बिरयानी खुवायो भन्लास्। ओइ अरू पैसा खै तसँग छ? अहिले त केटाहरूलाई केटाहरूसँग खाना खानु जानु डेन्जर छ होइन है? होइन भने 370 पनि हाल्छन्, के गर्नु? यस्तो गर्नुमा यो खानुमा मजा नै बेग्लै छैन। ओ माई गड सेन्सोडाइन मन्जुङले दाँत धोएर पनि केही काम छैन। दाँत ब्रस खान बित्तिकै यस्तो हुन्छ। के भनिस्?
खाना पाएर पैसा नै बिर्स्यो हामीले राखे ल स्वर लाग्यो नि होला अरू पैसा तल से यहाँ क्यामेरा सिसी क्यामेरा सरापै छ हेर त मतलब मैले किनेर आएको थाहा वाइ आधा खाइदिएले हेर वर्षा उरी अब आयो नि वर्षा ल त समात यस्तरी उड्दिन्छ यस्तो हो क्या उरी किन्दिने भिनाजु कस्तो लाग्यो मासुले भिनाजु अहिले होइन यस्तरी चम्चाले हाल्नेछु त हात यिनीहरू हिँडेर जाने रे म चाहिँ पठाउन जानु पर्ला कैसा लगा मेरा मजाक डिप्रेसन भन्छ मलाई थाहा छैन सब थाहा छ सो फाइनली गाइज हामी घर आइपुग्यौँ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब मन पर्यो भने सबै गरिदिनुहोस् ल अनि सुरेन्द्रले पनि भन्नु लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाईलाई किनभने गाई बोल्न जान्दिनँ यसलाई भिडियो बनाउन आउँदैन तर यसले सिक्छ बिस्तारै सिकेको छैन आजभोलि मैले सिकाइरहेको छु गाल गरी गाली गरी सिकाउँदैछ अरे मलाई ओके थ्याङ्क यू फर वाचिङ बाई बाई इग्नोर माई ब्याकग्राउन्ड